हेलो नमस्कार वेलकम छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई अवश्य मेरो युट्युब च्यानल कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला सब्स्क्राइब गर्नका छैन सब्स्क्राइब पनि गर्नु होला अब मेरो युट्युब च्यानलमा थोरै पुश गर्न हो भने अनि के पुग्नलाई थोरै बाँकी छ सबैले सब्स्क्राइब गरिदिनु होला भन्ने विनम्र अनुरोध गर्दछु अनि हजुरहरूलाई भिडियो मैले हालेको भिडियो कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला लाइक कमेन्ट शेयर गर्नु होला हालमा अहिले यो कुवेतको सिटीमा छु देख्न सक्नुहुन्छ कुवेतको सिटीतिर ठुला बिल्डिङहरू हाम्रो नेपालमा पनि यस्तै हुने कहिले होला हजुरहरूलाई कस्तो लाग्छ मैले यो सानो भिडियोहरू हाल्ने नै छु हैन बनाएर कामको व्यस्तताको कारणले गर्दा भिडियो बनाउन नपाउने अनि बनाए पनि एडिट गर्नलाई हल्का एडिट गर्नुपर्छ बिजी भएर चाहिँ घर नभएको देख्न सक्नुहुन्छ यो हाम्रो यो पारी देखेको चाहिँ यहाँको फेमस टावर हो अनि यतातिर यहाँ अर्को यतातिर दुईटा जस्तै डल्लो भएको यतातिरको एकदम फेमस यहाँको फेमस टावर छ अनि यो टावरहरू भयो यहाँको एकदम ठुलो टावर भनेको यो अनि त्यो दुईटा भयो अनि यो एउटा यो चाहिँ 40-45 भन्दा धेरै होला यो अति छ हैन यो भयो अनि यता यो सिटी एरिया हो अनि हामी यहाँ सानो कामको थियो अनि त्यस कारणले यहाँ आइरहेका छौँ तपाईँलाई देख्न सक्नुहुन्छ यहाँ है अरू भिडियो पनि टाइम भयो भने देखाउनेछु हाम्रो गाइजहरू यता बसिरहेको साथीहरू सानो गाडी यता छ यो टावर पनि हामीले काम गरेको यसमा 15-16 दिन भयो यहाँ काम सिद्धाको अनि यहाँ अहिले चाहिँ लोकेसन हेर्न आएको यो चाहिँ नयाँ कन्ट्याक्ट आएको छ भन्दै हेर्नलाई आज यहाँको होलिडे पनि रहेछ के अरे के होलिडे खै थाहा भएन तर छुट्टी रहेछ अनि त्यही भएर सुनसान छ आज यहाँ अलि एकछिनपछि हामी यो बिहानको 7 बज्यो अहिले त्यस कारणले गर्दा सुनसान छ पब्लिक बसहरू पनि आउँदैछ यता पब्लिक बसहरू यो दुईताले बसहरू यो रातो ए भगवान हामी त यहाँ आइछौँ त अहिले त नि हामी त कुवेतको फेमस टावरमा यहाँ समुद्र छ सर लाएर माछा मार्नेको लर्को पनि छ यता यो साइकल कुदाउनेको रोड हो यो हाम्रो गाइजहरू यता हिँडिरहेको छ कामको सिलसिलामा यता घुम्दै फिर्दै यहाँ पनि आइयो है हेर्न सक्नुहुन्छ कुवेतको एकदम फेमस हो के छ हजुर हालखबर कस्तो लागिरहेको छ यहाँ तपाईँलाई आउँदा राम्रो भइरहेछ यहाँको यो फेमस टावर होइन यसमा जानलाई कति पो लाग्छ हौ कति गाडी लाग्छ भित्र 3 गाडी भनेपछि नेपालको 1500 छ होइन 1500 जति भिडियो खिच्न पाइन्छ कि पाइँदैन फेरि गाह्रो छ नेपालको 1500 लाग्छ यहाँ धरहरामा कति 1000 धरहराभन्दा सस्तो छ हौ यहाँ त देख्न सक्नुहुन्छ पारीतिर समुद्रमा गर्मी निकै गर्मी छ है अहिले बिहानको 8 बजिरहेको तर पनि गर्मी छ यता एक्सर्साइज गरिरहेन् गाइजहरू दौडिरहेन् कोही सुतिरहेन् कोही माछा मारिरहेन् कोही पौडी खेलिरहेन् पौडी खेल्न नि यस्तो कुवेत भनेको यति नै हो कुवेतको सिटी भनेको यही एरिया हो यहाँदेखि उहाँदेखि होइन सरर लाएर त्यो भयो अनि यही हो मेन बिल्डिङहरू भनेको यिनैहरू हो यतातिर यति नै धेरै छैन ल यही नै हो म देखाउन चाहेँ है यति नै आजलाई
पौडी खेलिरहनु भएको छ यहाँ यतातिर चाहिँ। आज हावा त्यति छैन, नत्र हावा लाग्यो भने यहाँ छाल यहाँ माथिसम्म हुँदैछ। पौडी खेल्नेको यहाँ एकदम बल्ल सुरु हुँदैछ। यो त बिहानको समय हो, दिउँसोमा चाहिँ गाह्रो हुन्छ। देख्न सक्नुहुन्छ यो कुवेतको फेमस टावर। माछा देख्यो न, माछी आमा कति धेरै हो त अनि माछा। सानो माछा छ यहाँनिर, क्यान्सर मिल्छ। सानो माछाहरू कति धेरै छ त। म माछा देखाउन जाँदैछु है, माछा समुद्रमा पुरै खुट्टा गर्छ त हौ, लत के साह्रो। हाम्रो गाजीहरू छ पौडी खेल्न पनि मिलिरहेछ, तर हामी आज नखेल्ने, यो नुनले गर्दा यस्तो भयो। माछी मरना हो दै हो रक्सीलाई चटनी, कति धेरै हो त नि। आमामा केही खानेकुरा ओ उस डालेका त खानेवाला डालेका त आएन। कति धेरै छ है, सानो माछाहरू आइरहेछ तै। आफ्नै छायाले पनि जिस्काउँछ भन्छन् अँधेरीमा। हामी अब रुमतिर लाग्यो एकछिनको घुमैपछि, घुमफिरपछि। खास हामी घुम्न आएको होइन, अब यत्तिकै यहाँ काम थियो, थोरै काम थियो अनि त्यसैले आएको थियो। त्यो बेलामा हामी यो टावरमा घुम्ने मौका नि पायो है। यो एरियातिर यो कर्नेस एरिया जस्तो हो यहाँको, यो साइडको। अनि अर्को उता साइडमा छ। आजलाई यति नै, अर्को फेर एकदिन मजाले घुम्ने गरेँ त्यो बिल्डिङमा। यो टावरमा यो नेपालको धरहर जस्तै हो यहाँ है, पैसा लाग्छ यसभित्र जानलाई। आजलाई यति नै। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट अनि सेयर पनि गर्नु होला, सब्सक्राइब गर्नु आएन सब्सक्राइब पनि गर्नु होला भन्दै आजलाई छुट्टिन्छु। यति भन्दै आजलाई बाई बाई। अर्को भिडियोमा आउनेछु।